नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ होला। तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानल, मेरो नयाँ ब्लगमा स्वागत छ। सबैजनाले मेरो युट्युब च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। हामी चाहिँ अहिले गाडीमा गइरहेका छौं अनि अब हामी हाम्रो पैदल यात्रामा पुगिसकेका छौं। भरे बेलुका यस्तो रहेको छ जुन चाहिँ मस्त निन्द्रा लाग्छ नि दाजु। एकदमै नेचर लभर निन्द्रा लाग्छ नि। नेचर लभर पनि रहेको छ हामी चाहिँ। अनि जुन चाहिँ देख्न सक्नुहुन्छ यतातिर सल्लाहको रुखहरू पनि रहेको छ, जुन चाहिँ हामी कोरियामा जब भए जस्तो फिल भइरहेको छैन। यो चाहिँ हामी नेपालमै कता धेरै राम्रो ठाउँतिर घुमिरहेको जस्तो आवाज भइरहेको छ हामीलाई। जुन चाहिँ बाटो पनि एकदमै काठको राखेर यस्तो राम्रो लडिन्छ भनेर साइडतिर बार पनि लगाइएको रहेछ। जुन यो भिडियो चाहिँ आजभन्दा 30 वर्ष पछाडि हेर्दा एकदमै अविस्मरणीय रहनेछ। त्यतिखेर लौडी टेक्दै हेर्दा मेरो युट्युब च्यानलमा यहाँबाट यस्तो दृश्यहरू देख्न सकिन्छ। त्यो चाहिँ छुवाम सिजाङ रहेको छ बजार। यो त चाहिँ बाइचान्स आगो लागिहाल्यो भने आगो मार्ने पनि राखिएको रहेछ। अनि यस हिँड्ने बाटो पनि एकदमै खुट्किलाहरू धेरै मजाले बनाइएको रहेछ। यस रमाइलो भइरहेछ, प्रकृतिहरूसँग चराहरू चिरबिर कराउँदै फ्रेस फिल भइरहेछ। रमणीय दृश्यहरू चाहिँ बोट बिरुवाहरू हो। हामी चाहिँ यस्तो अवस्थामा हिँडिरहेछौँ रहेको छु, पसिनाले आइरहेको छ। सर र दाइ चाहिँ अगाडि हुनुहुन्छ। उहाँहरू थोरै स्याँ गर्दै उकालो चढ्ने जमर्को गर्दै हुनुहुन्छ। यति हिँड्यो भने पेटको बोसो पनि घट्छ, खाने ओह्रालो। निन्द्रा पनि मिठो लाग्छ, भात पनि रुच्छ। खाली ओह्राली गरियो भने स्वस्थ पनि भइन्छ। त्यही भएर हामी चाहिँ आज 3 जना मिलेर डाँडा चढ्दैछौँ।